पोखरा जाने बेलासम्म चाहिँ हाम्रो टोलीहरूले के गर्नु पर्यो भने डिसिप्लिन चाहिँ एकदमै मोस्ट इम्पोर्टेन्ट डिसिप्लिन हुनु पर्यो। गुरुजीहरूले देखेको छैन, साथीहरूले देखेको छैन भनेर एकदमै अनावश्यक कुराहरू जस्तै अब हामीहरूले यति धेरै मिहिनेत गरेको हुन्छ हाम्रो एकाडेमीहरू राम्रो होस्, हाम्रो केटाहरू राम्रो होस् भनेर साथीहरूले नि यति मिहिनेत गरेर हुन्छ। फेरि कोही साथी चाहिँ आइदिएर होइन जस्तै अब बाहिर गएको छ, केटी जिस्काइदियो होइन, त्यो भयो भने त खत्तम भयो नि त, रिपुटेसन गयो, आफ्नै एउटा आफूलाई इन्सेक्योर फिल पनि भयो, उसको दाइहरू आएर पड्काइदियो भने के गर्ने होइन, त्यो बेग्लै कुरा। अर्को भनेको फेरि बाहिरहरू बसेर मुख छाड्दियो भने त्यो पनि समस्या भयो, किनकि हामी धेरै भइसकिसकेको धेरै चुनौतीहरू हुन्छ नि त, अनि एउटाले गर्दा झगडाहरू पर्नु सक्छ। अर्को कुरा भनेको अब ड्रेस लगाएको छ, मानिलिउँ भट्टीहरूमा गएर नराम्रो कुराहरू खाइदिएको छ, त्यस्तो चिजहरू भयो भने त अभियसली कहाँ ठोकिन्छ भन्दा त सबैलाई साथीहरूलाई र गुरुजीहरूलाई नै धोका दिएको हो। त्यसले गर्दा र आफ्नो फ्युचरलाई पनि धोका दिएको भएकोले गर्दाखेरि हाम्रो टोलीहरू चाहिँ कसैले पनि त्यतिन्जेलसम्म र पछिसम्म पनि त्यो चिजहरूलाई चाहिँ सुधार गर्नु पर्यो। तिमीहरू यो ड्रेस लगाइसकेपछि भनेको चाहिँ यु गाइज आर नट यु एनिमोर, यो चाहिँ आफूहरू सँगसँगै क्वेस्ट गोर्खा एकाडेमी र सम्पूर्ण चिजहरू चाहिँ अब रिप्रेजेन्ट गरिरहेछ भनेर बुझ्नु पर्यो है टोली है।